नमस्कार। आज हामी दशैँपछिको ठुलो पर्व तिहारको स्वागत गर्न गइरहेका छौँ। हिन्दू संस्कृतिमा यमपञ्चकका 5 दिनलाई तिहार पर्व अथवा दीपावलीका रूपमा मनाउने चलन छ। सुख, शान्ति, समृद्धि ल्याउने यो पर्वलाई उज्यालो पर्वका रूपमा पनि हामीले लिने गरेका छौँ। दीप, दियो, रङ्गोली, फुलमाला, मिठाई, प्रेम, प्रकृतिको उत्सवका रूपमा मनाइने यो पर्व सबैका लागि सुख, शान्ति र समृद्धि बोकेर आओस्, यही मेरो शुभकामना पनि छ। तिहारको पहिलो दिन आज कागको पूजापाठ गरेर मनायौँ। मृत्युका देवता यमराजको सन्देशवाहक पन्छी कागले कुनै मृत्युजन्य पीडाका खबरहरू गाउँघर समाजमा नल्याओस् भन्ने हेतु पूजा गर्ने चलन रहेको जनविश्वास छ। अर्कोतिर काग घरको छतमा अथवा नजिक आएर कराएमा पाहुना आउँछन् भन्ने जनविश्वास, लोकविश्वास पनि रहँदै आएको छ। यसैले कागलाई हामी एक सन्देशवाहक पन्छीका रूपमा लिने गरेका छौँ। स्वाभाविक रूपले सन्देश दिने पन्छीको साइनो हाम्रो पत्रकारिता पेसासँग, आम सञ्चार जगतसँग जोड छ र यसैले यस पन्छीको सम्मान या पूजा हुने दिनलाई मैले शुभ दिन, शुभ घडी, शुभ साहित्यका रूपमा पनि दिएको छु र यस घडीमा मैले यहाँहरूलाई एउटा सन्देश पनि दिन खोजेको छु। त्यो के हो भने अब म पनि सामाजिक प्लेटफर्महरूमा अडियो, भिडियो र दृश्य लाइभ पत्रकारिता माध्यम देखिने छु। यहाँहरूले सुझाव, सल्लाह, लाइक, कमेन्ट मेरो युट्युब च्यानल इडटबिन सब्सक्राइब गरेर मन पराइदिनु हुनेछ भन्ने विश्वास लिएको छु र आगामी दिनमा मैले सञ्चार सामग्रीहरू मात्र यस च्यानल माध्यम पस्कने छु र सञ्चार सामग्रीहरू कस्तो लाग्यो यहाँको टिका टिप्पणीबाटै मलाई अगाडि बढ्ने प्रेरणा प्राप्त हुनेछ भन्ने अपेक्षासहित अहिलेलाई बिदा हुन्छु। धन्यवाद। नमस्कार।